युवापनमा हुनुपर्ने एक क्षमता र निडरपनको जलनीय उदाहरण हुन् यी युवा। हेर्नुहोस् त एकचोटि हजुरहरूले पनि पुरै हेर्नु होला है नकाटिकन। के भन्नुहुन्छ, मलाई चाहिँ एकदमै ठ्याक्कैसँगले दोस्रो मदन भण्डारी भन्दा पनि केही फरक पर्दैन जस्तो लाग्छ मलाई। हजुरहरूलाई के कस्तो लाग्छ आफ्नो प्रतिक्रिया दिनु होला है कमेन्टमा। पक्ष कार्यकारीको निर्वाचन गर्नुपर्छ। यहाँ हेरेर बसेर हुन्छ? आन्दोलनकारीले यो नियम मानेको थियो भने किन आन्दोलन गर्नु? घर बसेर सुत्ता भइहाल्थ्यो नि। तर के आन्दोलनकारीले माग राखिसकेपछि आन्दोलनकारीले पुरा गर्छ र हामीलाई संवादमा बोलाउनु पर्छ। कुनै पनि कुरा कोठामा लुकाएर हुँदैन। हामी छौँ नि, जिउँदैछौँ हामी जिउँदैछौँ। त्यसो हुँदा जिउँदा मान्छेले जिउँदाका मतलब अहिलेको नेपाली समाज त्यो शहीदले देखेको सपना पुरा गर्न चाहन्छौँ। शहीदले देखेको सपना यो तरिकाको अहिलेको तण्ड वितण्ड होइन। यहाँ धेरैजना व्यक्तिहरू यो पक्षधर त्यो पक्षधर। हामी कोही पक्षधर होइनौँ, नेपाली जनता पक्षधर हौँ। हामी कोही व्यक्तिलाई बोकेर हिँड्दैनौँ, देशलाई बोकेर हिँड्छौँ। हामी कसैका व्यक्तिका निम्ति होइन, हामी यो देशको भूमिका निम्ति हो। त्यसो भएको हुँदा सम्पूर्ण पत्रकारहरूलाई भन्न चाहन्छु, तपाईँहरूले वास्तविक रियल जेन्जीहरू, घाइतेहरू, त्यो अहिले मैले धेरै कुरा